र त्यो फेसबुकमा कन्टेन्ट क्रिएट गर्ने पत्रकार पनि हुन सकेका छैनन्। माफ गर्नु। पीएचडी स्कलर पुण्य गौतमले मेरो बारेमा गरेको टिप्पणी एकचोटि सुन्नुस् अनि त्यसपछि म रिप्लाई गर्छु। र त्यो फेसबुकमा कन्टेन्ट क्रिएट गर्ने पत्रकार पनि हुन सकेका छैनन्। माफ गर्नु होला, उनको सस्तो लोकप्रियताको मलाई कुनै त्यस्तो खालको भाउतो पनि छैन, महत्त्व पनि छैन। विकास साईलाई ल्याएर इन्टरभ्यू गर्नुभयो होइन, अब मलाई गाली गर्न लगाउनुहुन्छ कसैलाई बोलाएर। को विकास साई भनेको थियो? त्यही एउटा कतातिर ज्ञानेन्द्र साईको पहिला प्रचार प्रसार गरेर हिँड्ने केटो होइन, वैदेशिक रोजगारमा गएको, यसो युट्युब चलाउँदै भोजराज थापा जस्तै यसो कन्टेन्ट क्रिएट गर्न सिकेको रहेछन्। कुनै पत्रकार पनि होइन, केही पनि होइन होइन, सामान्य बोल्न पनि बिचरा जान्दैनन्, बोली पनि फुटेको छैन। सेलिब्रिटी त होइन होइन, के सेलिब्रिटी हुन्छ? सेलिब्रिटी भन्दा चिनिनु पर्ने नाम थाहा हुनु होइन, बोली पनि राम्रोसँग फुटेको छैन उनको होइन, राम्रोसँग बोल्न पनि जान्दैनन्। त्यस्ता भाइलाई ल्याएर टीकाराम यात्रीले इन्टरभ्यू गर्ने। उहाँले भन्नुभयो कि विभिन्न भन्नुभयो, मेरो कुनै आपत्ति छैन। पुण्य गौतम एकदमै धेरै राम्रो विज्ञ लाग्छ मलाई, एकदम समान छ। अनि अर्को कुरा उहाँले भन्नुभयो फेसबुक क्रिएटर साधारण भन्नुभयो, त्यस्तो होइन। फेसबुक भने धेरै ठुलो कुरा हो, एक कुरा। अनि अर्को कुरा चाहिँ साधारण मान्छे भन्नुभयो, बोल्न नजाने मान्छे भन्नुभयो। साधारण मान्छेको पनि त बोल्ने ठाउँ पाउनु पर्यो नि त, राम्रो कुरा हो नि त। साधारण मान्छेले पनि अपर्च्युनिटी पाउनु पर्यो, नत्र कहाँ जाने त? साधारण मान्छे भने साधारण मान्छेले बोल्न नपाउने, बोल्न जान्दैन भनेर त्यसलाई के ल्याउँदै नल्याउने, त्यो त होइन नि। एउटा कुरा त्यो छ। अनि अर्को कुरा, मुख्य कुरा चाहिँ उहाँलाई आपत्ति भएको के रहेछ भन्दाखेरि चाहिँ मेरो यो इन्टरभ्यू लिएन टीकाराम यात्रीले, विकास साईको लियो भन्ने उहाँको त्यो समस्या पनि रहेछ। तपाईँ इन्टरभ्यू दिन नजानु के, इन्टरभ्यू दिएरै यस्तो घटेको हो। पुण्य गौतम भनेको धेरै बौद्धिक मान्छे हो, तर विभिन्न ठाउँमा इन्टरभ्यू दिँदाखेरि यस्तो एकदम धेरै, अहिले तपाईँ मान्नु त हुन्छ नि, सबैजनाले पुण्य गौतमलाई चाहिँ नराम्रो भन्छ नि, धेरै जसो मान्छेले होइन, कसैले राम्रो भन्ला, तर धेरै जसोले बहुमतले त नराम्रो भन्छ नि। किन हो त भन्दाखेरि अर्का ठाउँमा जानुभयो। अनि मुख्य कुरा उहाँले कन्टेन्ट क्रिएटर भन्नुभयो। कन्टेन्ट क्रिएटर बन्नुहोस् तपाईँ। कन्टेन्ट क्रिएटर भन्यो भने के हुन्छ त, आफ्नो तरिकाले दिन पाइन्छ होइन। अनि जब तपाईँ अर्का ठाउँमा जानु भने उसको तरिकाले दिँदाखेरि बेइज्जत हुन्छ। तपाईँ कुनै च्यानलमा जानुहुन्छ, कसैको सुत्केरीको बारेमा बोल्नुपर्ने हुन्छ, कोही मान्छे मरेको बारेमा बोल्नुपर्ने हुन्छ, कसैको बाख्राको बारेमा, कसैको कुखुराको बारेमा, कसैको खसीको बारेमा बोल्नु पर्ला, कसैको नेताको बारेमा बोल्नु पर्ला। त्यसै गरी आफ्नो स्तर घट्छ। त्यही भएर कन्टेन्ट क्रिएटर तपाईँ हुन त आजभोलि टिकटकमा लाइभ पनि आउनुहुन्छ क्यारे, कन्टेन्ट क्रिएटर गर्नुभयो भने एकदम राम्रो हुन्छ। यो मेरो विश्लेषक हो र फेरि म मान्छेको साइकोलोजी ठ्याक्कै पत्ता लगाउँछु, यो विज्ञता छ है मलाई। त्यही भएर यो कन्टेन्ट क्रिएटर बन्नुहोस् भन्छु म त, पुण्य गौतमलाई नभएर तपाईँहरू धेरैजनालाई। जब अर्का ठाउँमा गइन्छ त्यस्ता अनि त्यो मान्छे पतन हुन्छ। जस्तो अरू मान्छे पनि छन्, मैले नाम लिन मिल्दैन, ठुल्ठुला डक्टरहरू, ठुल्ठुला मान्छेहरू पनि पतन भएर गएका छन्। किन भन्दाखेरि उहाँहरूले दिनको दिन बोल्नु पर्यो, दिनको दिन बोल्दाखेरि विवाद त आउँछ। कहिले प्रचण्ड राम्रो भन्नु पर्यो, कहिले प्रचण्ड नराम्रो भन्नु पर्यो, कहिले केपी ओली राम्रो भन्नु पर्यो, कहिले नराम्रो भन्नु पर्यो, भएपछि त नराम्रो आउँछ। त्यो हुनाले चाहिँ आफू कन्टेन्ट क्रिएटर बन्नुहोस्।